So hey guys, this is Numida Yunjun अनि आज म गर्दैछु 7 वटा ट्याटूज त्यही पनि एकै दिनमा। सो सुरुमा त म स्टुडियोमा पुगे, त्यसपछि मेरो क्लाइन्टको चाहिँ फर्स्टमा चाहिँ आर्म्समा गर्नुपर्ने थियो अनि यो चाहिँ लाइनिङ वर्कमा त थियो अनि सकेर चाहिँ मैले भिडियो चाहिँ लास्टमा देखाउँछु सबैको। अर्को ट्याटूमा चाहिँ उहाँले आफ्नो हस्बेन्डको नेम राख्नु भएको छ रिङ फिंगरमा अनि आफ्नो छोरी दुईटाको नेम अनि पिक्चर भएको वाला अनि यो ट्याटू चाहिँ म फिंगरको चाहिँ सुरुमा गर्न थाले। फिंगरको ट्याटू सकेपछि चाहिँ मैले हातको अघि मैले तपाईहरुलाई देखाएको वाला दुईटा छोरीको नेम राखेको वाला ट्याटू चाहिँ म गर्न थाले। त्यसपछि चाहिँ उहाँले आफ्नो एङ्कलमा ट्याटू गर्ने भन्नुभयो अनि मैले चाहिँ उहाँलाई फ्री ह्यान्ड गरेर देखाएँ अनि उहाँलाई मन पर्यो अनि त्यसपछि हामीले स्टार्ट गरे। सुरुमा चाहिँ उहाँलाई एकदमै पेन भएको थियो लेगमा चाहिँ, किनभने लेगमा चाहिँ अर्कै खालको स्किन हुन्छ नि त अनि पेन पनि छुट्टै खालको हुन्छ अनि पेन चाहिँ भइरहेको थियो। त्यही पनि उहाँले एकदम सहेर बस्नुभयो किनभने यहाँ रहर थियो नि त अनि रहर लाएपछि त गर्नु पर्यो। स्टार्ट भएपछि फेरि त्यतिकै छोड्ने कुरा आउँदैन अनि हामीले चाहिँ स्टार्ट गऱ्यौँ दुखे पनि। यो भिडियोमा चाहिँ मैले आज गरेको सबै कामहरूको रिजल्ट देखाउँछु। सो तपाईहरुलाई पनि मन पर्यो भने चाहिँ आउन सक्नुहुनेछ। हामीले हजुरहरूको लागि 20% अफ दिइरहेको छौँ। एन्ड उहाँको अर्को ट्याटू चाहिँ कभर अप गर्नुपर्ने थियो नेम। सो मैले चाहिँ फ्लावर सजेस्ट गरेँ तर सेडिङहरु चाहिँ अलि डार्क गर्नुपर्ने हुन्छ। सो फाइनली मेरो आजको ट्याटूको काम चाहिँ सक्यो। तपाईहरुलाई एउटा एउटा गर्दै म सबै डिजाइनहरु देखाउँछु आज मैले गरेको है। सुरुमा त एङ्कलेट ट्याटूबाटै जाउँ। कस्तो राम्रो देखेको छ व्हाइट हाइलाइट गरेर एकदमै राम्रो लाग्यो मलाई चाहिँ यो मेरो पर्सनली बेस्ट लाग्यो मलाई चाहिँ यो। अनि सेकेन्डमा चाहिँ छ हाम्रो बेबीहरुको नेम र मम्मी भएको वाला अनि यो पनि दामी भएको छ। अनि अर्को चाहिँ लेटर वाला अर्को पनि रहेको छ बी हम्बल। त्यसपछि आयो हाम्रो नेम कभर अप ट्याटू विथ फ्लावर। यो ट्याटूको डिजाइनमा चाहिँ एकदमै लाइट सेडिङ थियो नि त अनि मैले चाहिँ कभर अपको लागि डार्क गरेको छु। अनि अर्को छ हाम्रो आर्म्समा लाइनिङ वर्क ट्याटू। धेरै ट्याटू भएर होला रिङ फिंगरमा गरेको भिडियो त गर्नै बिर्सेछु। सो मेरो कामको साथसाथै जीवनको चाहिँ फुल स्लिपको सेकेन्ड सेसन थियो अनि अहिले चाहिँ उसले हाइलाइटहरु गर्दैछ। एन्डिङतिर पुगिसकेको थियो, कम्प्लिट चाहिँ भएको छैन। अब नेक्स्ट सेसनमा चाहिँ कम्प्लिट हुन्छ। त्यसपछि चाहिँ मेरो कामहरु सकेर चाहिँ म क्लिन अप गर्न थाले अनि जीवनको नि फाइनल रिजल्ट देखाउँछु। सो आज चाहिँ उसको यति मात्र भयो। इनर पार्टमा चाहिँ बाँकी नै छ, नेक्स्ट भिडियोमा आउँछ। सो हेर्दै गर्नु होला। तपाईहरुलाई कस्तो लाग्यो प्लिज कमेन्ट बिलो।